सिन्धुलीको कमलामाई नगरपालिका 4 धुरा बजार बिपी नगरकी 32 वर्षीय सुशीला घिसिङ बमजनको सब परिवारले बुझेको छ। गएको पुस 6 गते साँझ सासु र नन्दले पेट्रोल छर्किएर आगो लगाई सुशीला घिसिङ बमजनको हत्या गरेका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतक सुशीला घिसिङ बमजनका देवर बिर्ख बहादुर बमजनले आज सब बुझेका हुन्। यसरी नचाहिँदो कुरामा तपाईहरु मिलेर त्यो भित्र घुसपिट गरेछ भने माइतीको घर चलाइन्छ। यो कुरा चाहिँ क्लियर छ। मैले भन्नै पर्दैन, मैले सिर्फ एक वचन मात्रै भन्नु पर्यो सिन्धुली वासीहरुलाई, हैन? एक वचन भन्नु पर्यो दिदीबहिनीलाई। नमस्कार दर्शकवृन्द, दृश्यमा देखिरहनु भएको छ आज सिन्धुलीकी सुशीला बमजनको अन्तिम दाह संस्कारको अत्यन्तै पीडादायी क्षण। आफन्तहरूको कारुणिक रुवाई र चिच्याहाटले वातावरण भारी बनेको छ। मलामीहरू सबै भावुक छन्। अबको केही क्षणमै सुशीला बमजनको शरीर जलेर खरानी हुनेछ। बिचरा ती निर्दोष बालबच्चा आज टुहुरा भएका छन्। उनीहरूलाई के थाहा आमा यो संसारबाट सधैँका लागि टाढा कहिल्यै नफर्किने गरी बिदा भइसक्नुभयो भन्ने। जीवन साँच्चै निष्ठुर छ, जन्मेपछि मर्नै पर्ने कटु सत्य। ईश्वरले दिवंगत आत्मालाई शान्ति र परिवारलाई धैर्य प्रदान गरून्। सिन्धुलीका सुशीला बमजन तामाङको अन्तिम बिदाई गरिँदै लाउलाउ खाउ भन्ने उमेरमा 32 वर्षको उमेरमै उहाँले यो संसार छोडेर जानुभयो। उहाँको आत्माले स्वर्गमा बास मिलोस्। हार्दिक श्रद्धाञ्जली दिदी, हार्दिक श्रद्धाञ्जली। कस्तो अनौठो छ ए छोरी मान्छेको जिन्दगी। सही मान्छेको हातमा परे रानी, अनि गलत मान्छेको हातमा परे खरानी। मलाई माया गर्ने भनेको तपाईँ एउटा मात्रै हुनुहुन्छ। नाम खाँदा तपाईँको जहिले याद आउँछ। मम्मी हो, कहिले आउनुहुन्छ तपाईँ? मलाई केही चाहिँदैन, त्यसरी भए पनि आउनु ल। छोरीको साह्रै बेहाल छ रुँदै आमा खोजेर। बाउको दिमागले ठाउँ छोडेछ राम्रो रोजेर। आफ्नै श्रीमानसँग श्रीमती सुरक्षित छैनन्, मारेछन् कति परिवारको भविष्य नसोचेर। आफ्नो पुरुषार्थ त्यहाँ देखाएको पुरुष हो जहाँ वृद्ध आमा बुवा तिम्रै कारणले वृद्ध आश्रममा बस्न बाध्य छ। अकस्मात रूपमा हामीले यो कार्यक्रम अर्गनाइज गर्यौं। हामीले अलिकति व्यवस्थित अलिकति लामो समय लिने भनेको हाम्रो अब समय थिएन छैन। त्यसैले गर्दाखेरि हामी जति छौं त्यतिले हामीले विरोध जनाएका छौं। खाइमा बसिरहेको छ हैन भने सावधान हे पुरुष हो। आदि पनि मै हुँ, अन्त्य पनि मै। महिला हिंसा बन्द गरौं। सुशीला घिसिङलाई न्याय देऊ। सुशीला घिसिङलाई न्याय देऊ। अपराधीलाई सजाय देऊ। अपराधी मिलाएर लानुपर्ने हुन्छ र महिला भएर पनि अरू महिलाको चाहिँ दुःख वेदनाहरूलाई चाहिँ बुझ्नुपर्ने हो। तर अहिले यो सिन्धुलीमा चाहिँ महिलालाई नै यो आगो लगाउने काम गर्यो। यो एकदमै दुःखद छ।
त्यसले गर्दा चाहिँ सबै घर परिवारमा भएको महिला दिदीबहिनीहरू अथवा बुहारी सासू नन्द सबै मिलेर बस्नुपर्ने हुन्छ र यो जसले चाहिँ यो योजना बनायो कोरियाबाट सुन्नमा अनुसार चाहिँ उहाँको श्रीमानले बनाएको भन्ने सुन्नमा आइरहेछ। उहाँलाई चाहिँ नेपाल झिकाएर चाहिँ सक्दो छानबिन गरेर चाहिँ कारबाहीको लागि चाहिँ म सबै समक्ष चाहिँ अपिल गर्न चाहन्छु र यस कार्यक्रममा बोलाइदिनु भएकोमा चाहिँ म सङ्घी नेपाललाई पनि धेरै धेरै धन्यवाद दिँदै हाम्रो सुशीला बमजनले चाहिँ चाँडोभन्दा चाँडो न्याय पाओस् भन्न चाहन्छु। धन्यवाद। नमस्ते सबैजनालाई। सुशीला बमजनको विषयमा के भयो सिस्टर, कसरी लासहरू चाहिँ उठायो, के सहमति भयो भन्ने कुराहरू धेरैजनाको हुनुहुन्छ। धेरैजनाले मेसेज पनि गर्नुभएको छ। धेरैजनाले मलाई फोन गरेर प्राइभेसी सोध्नु पनि भएको छ होइन। अनि मैले चाहिँ अब एउटा भिडियो बनाऊँ अनि सबैलाई यो कुरामा चाहिँ क्लियर गरौँ भनेर चाहिँ मैले एउटा भिडियो बनाएको छु होइन। सुशीला बमजनको लास चाहिँ अब के कुरामा सहमति भयो भन्ने कुरा त उहाँको भाउजू बनाउँदाले पनि तपाईँलाई सुनाउनै भएको छ। अनि रहेको कुरा मैले पनि तपाईँलाई अलिकति जानकारी दिन्छु, किनकि म आफै स्वयं पनि जिल्ला प्रशासनमा गएर जिल्ला प्रहरी कार्यालयमा गएर चाहिँ मैले आफूले पनि बुझेको कुरा हो होइन। हामीले कानुनभन्दा हामी माथि छैन शर्मिलाजी भन्नुभयो एसपी साहबले पनि। त्यस कारणले गर्दाखेरि कानुनले जे गर्नुहुन्छ त्यही गर्ने पाटो हो मेरो चाहिँ। अनि मैले उहाँलाई क्वेसन पनि सोधेँ, सर अनि उसको मृतकको श्रीमानलाई चाहिँ कहिले निकाल्नुहुन्छ नेपाल भन्दाखेरि चाहिँ हाम्रो प्रोसेस जारी नै छ, हामीले गर्दैछु भनेर भन्नुभयो। अनि के कुरामा मिलेको, के कुरामा सहमति भएको भन्ने कुरा चाहिँ म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। जुन 3टा बच्चा सुशीला बमजनको 3टा बच्चा नाबालिका बच्चाहरूको नाममा 40 लाख पैसा राखिदिने र रहेको कुरा त्यो सम्पत्तिहरू अब अरू पनि दाजुभाइहरू छ होइन। सबै सम्पत्तिहरू नियम कानुन अनुसारले सबै बच्चाको नाममा मात्रै नआउने भएको कारणले गर्दाखेरि त्यो सम्पत्तिमा कति भाग लाग्ने, त्यो सम्पत्ति चाहिँ बच्चाको नाममा राख्ने, पालन पोषण गर्ने, अनि नेपालमा उसको श्रीमान नेपाल झिकाएर कारबाही गर्ने। अनि त्यसपछि त्यो एकजना सासू मैयारानी बमजन र मिना लामा अनि दुर्गा बमजन, सूर्यबहादुर बमजन, यिनीहरू 4 जनालाई चाहिँ कडाभन्दा कडा कारबाही गर्ने भनेर भन्नुभएको छ होइन। त्यो कुरामा चाहिँ सहमति भएको हो। आखिर सिन्धुलीवासीहरूले पनि त्यही चाहेको हो होइन। अब रिसले आवेगले त हामीलाई पनि अब जसरी सुशीला बमजनलाई जलाएको थियो त्यसरी हामीलाई पनि जलाउन मन त थियो नि, तर के गर्नु त्यो कुराहरू कानुनले दिँदैन पनि। त्यो कारणले गर्दाखेरि कानुनमा यो कुरामा चाहिँ सर्ट भएको छ होइन। अनि त्यहाँ चाहिँ कस्तो रहेछ भने सिन्धुलीमा चाहिँ मैले बुझ्दाखेरि चाहिँ होइन बिचरा त्यहाँ धेरैजना दिदीबहिनीहरू चाहिँ न्यायको लागि बोल्नु भएको थियो। कतिपय दिदीबहिनीहरूलाई चाहिँ भाइरल हुनुको लागि बोल्यो भनेर कति धेरै आरोपहरू लगाइरहनु भएको छ, कति धेरै धम्कीहरू आइरहेको छ भन्ने कुरा मैले सुन्न भएको छ। यस्तो काम नगरिदिनु होला। अनि के अरे नचाहिँदो न्युजहरू पनि नहालिदिनु होला, भएको कुराहरू मात्रै न्युजहरू हालिदिनु होला। किनकि उसको माइती पक्ष त अब होइन तपाईँले देख्नुभयो होला, मैले मात्रै होइन त्यहाँको जनताले बोल्ने कुरा हो यो। उसको माइती पक्ष त उसको आफन्त मर्यो भनेर आफन्तलाई त्यसरी जलायो भनेर त एउटा नर्भस भएको छैन होइन। एउटा आँसु होइन, अब त्यो घरमा जाँदा त्यो बच्चाहरूको ऊ देख्दाखेरि हामीलाई कति पीडा भयो होइन। उसको माइती पक्षको त एउटा आँखाबाट आँसु झरेको छैन। बरु माइती पक्ष भन्दा पनि बरु अरू महिलाहरू कति रुँदै हुनुहुन्थ्यो, कति पीडा दिइरहनु भएको थियो होइन, पीडा लिइरहनु भएको थियो होइन। त्यो कारणले गर्दाखेरि तपाईँ हामीलाई टार्गेट मात्रै हुने हो। त्यो कारणले गर्दा सत्य कुरा बोल्दै जाँदाखेरि चाहिँ हामीलाई टार्गेट मात्रै हुने रहेछ भन्ने कुरा चाहिँ मैले पनि बुझेको छु। अब त्यहाँ भन्न त मलाई पनि के भन्यो होला, ठिक छ, त्यो कुरालाई म माइन्ड गर्दिनँ। म सुशीला बमजनको न्यायको लागि आएको हो सिन्धुली होइन। त्यो कारणले गर्दाखेरि कसले के भन्छ भन्नेपट्टि नै म लाग्दिनँ कि है। तपाईँहरूलाई चाहिँ मैले एउटा जानकारी दिनु मात्रै खोजेको। के कुरामा चाहिँ तपाईँहरू एग्री भयो भन्ने कुराहरू चाहिँ यही कुराहरू हो। मैले अझ एसपी साहबलाई पनि मैले के भन्नुभएको थिएँ भने तपाईँले काम गर्न सक्नुहुन्न, तपाईँले अपराधी पत्ता लगाउन सक्नुहुँदैन भने तपाईँ माथि पनि हामीले मुद्दा हाल्छु, तपाईँ माथि पनि तपाईँको कुरा लिएर हामी केन्द्र गृह मन्त्रालय जान्छौँ, तपाईँले राम्रो काम गर्नु भएन भन्ने कुरा पनि मैले राखेको छु हेर्नु। मैले राख्नुपर्ने कुराहरू राखेको छु, तर त्यहाँ कतिपय महिला दिदीबहिनीहरू आन्दोलन गर्नेहरूलाई चाहिँ समातेर थुनिदिन्छु भनेर धम्की दिने त्यो खालको हल्लाहरू चाहिँ बन्द गरिदिनु होला होइन। घरकोले जलायो, घर जलाउनेलाई कारबाही गर्नुपर्छ भन्ने कुराहरू पनि बन्द गरिदिनु होला। यो एउटा आक्रोश हो यो भनेको चाहिँ है। मान्छे मारेको छ के कसैको त्यहाँ छोरीहरूको छोरी दिदीबहिनी नन्दलाई त माया नलाग्ने माइती पक्ष नै हो उहाँहरू चाहिँ। म आज चाहिँ क्लियरै भन्न चाहन्छु। तर त्यो कारणले गर्दाखेरि चाहिँ सुशीला बमजन भनेको चाहिँ यो आम जनताको छोरी हुन् के, चेलीबेटी हुन् के। भोलि सुशीला बमजनको जस्तो हालत चाहिँ कसैको पनि नहोस् भनेर चाहिँ हामीले आवाज मात्रै उठाएको है।
त्यो कारणले गर्दाखेरि चाहिँ सुशीला भुमजनको आत्माले शान्त पाओस् होइन, आत्माले एकदमै शान्त पाओस् होइन। हिजो लास उठाउने बेलामा म पनि त्यहाँ पुगेको थियो, एकदम लास गनाएको थियो होइन, लास त्यो एकदमै गनाएर स्मेल यति धेरै आएको थियो। अनि त्यो मैले झन् 2 दिन अगाडिदेखिबाटै त्यहाँको सिन्धुलीवासीहरूलाई पनि लास उठाउँदैछ, तपाईँहरू सबैजना आएर के होइन अब बहिनीको आत्माले शान्त होस् भनेर के गर्नुपर्ने हो गर्नुहोस् भनेर मैले कतिलाई जानकारी पनि दिएको थियो। अब लास लुकाएर लगेको पनि होइन है, लास चाहिँ माइती पक्षले नै बुझेको भन्ने कुरा छ होइन। प्रहरीको चाहिँ लुकेर लगेको होइन, लास चाहिँ सहमतिमै अब उताको मृतकको देवरले, मृतकको मामाले, अब मृतकको अब दाजुभाइ दिदी बहिनी, अब दिदीहरू बहिनी के अरे माइती पक्षको बुवा आमाहरू चाहिँ यति सोझो हुनुहुन्छ है। सुशीला भुमजनको चाहिँ बुवा पनि यति सिधा हुनुहुन्छ, भाइ पनि यति सिधा हुनुहुन्छ र रहेको कुरा उहाँको बहिनी पनि यति सिधा हुनुहुन्छ, उहाँको कोरियाबाडाको भाइ पनि यति सिधा हुनुहुन्छ। तर त्यहाँ भाउजू चाहिँ यति बाठो हुनुहुन्छ कि अब के भन्नु। अब उहाँ पनि एउटा महिला हो होइन, आज नन्दलाई बचाउन सकेन होइन, नन्दलाई बचाउन नसक्ने अवस्था त उहाँबाट पनि देखेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ भाउजू भन्ने शब्द चाहिँ र नन्द होइन जुन भाउजू छ नि भाउजू, त्यो शब्द चाहिँ सुशीला भुमजनको जस्तो भाउजू चाहिँ कसैको भाग्यमा नपरोस् है भगवान्, एक कन्जुसम भन्छु म चाहिँ होइन, त्यस्तो भाउजू चाहिँ कसैको भाग्यमा पनि नपरोस्। त्यो कारणले गर्दाखेरि तपाईँहरूले सिन्धुली भूमिमा भएको दाजुभाइ दिदीबहिनीहरूले कतिले आवाज उठाउनु भएको छ, त्यसको लागि एकदमै धन्यवाद। मैले आउने बेलामा तपाईँहरूलाई भेट्न पनि पाएन होइन। अब त्यो मैले लास उठाएपछि म त्यहाँ बस्नु उचित पनि लागेन। अब सम्बन्धित कुराहरू हाम्रो माग पुरा भएपछि मलाई सिन्धुली बस्नु पनि मन लागेन। त्यसपछि म यता जनकपुर आइपुग्यो। जनकपुर हामीलाई त्यहाँको नेपाल प्रहरीले जोस् त्यहाँको सिभिलको प्रहरी नेपाल प्रहरीहरूले एकदमै मलाई सुरक्षित तरिकाले मलाई त्यत्रो दिनसम्म 6 दिनसम्म होइन मेरो सेक्युरिटी बसेर मलाई यति धेरै सपोर्ट गरिदिनु हुने नेपाल प्रहरीलाई पनि म धन्यवाद भन्न चाहन्छु। सिभिल प्रहरीहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले पनि सत्य कुराहरूलाई मात्रै कानुनले होइन कति सजाय भोग्नुपर्छ, त्यो अपराधीहरूले त्यो सजायको भागीदार तिनीहरूले कति भोग्नुपर्छ त्यसरी नै तिनीहरूलाई चाहिँ सजाय दिनु होला भन्न चाहन्छु नेपाल प्रहरीलाई पनि। सबैजनालाई फेरि पनि मलाई धन्यवाद भन्न चाहन्छु। सिन्धुलीमा हुनुभएको दिदीबहिनीहरूलाई, म हिजो सिन्धुलीमै थिएँ, सबैजना दिदीबहिनीहरूले मलाई बोलाउनु भएको थियो बजारकोले। सबैले भने शर्मिलाजी के हो कस्तो हो सिस्टर, हामीले पसलै बन्द गर्नु पऱ्यो पनि हामी आन्दोलन गर्छु भन्नुभएको थियो। मैले सबैलाई सम्झाएँ होइन, माइती पक्षले पैसा खाएको चाहिँ छैन, पैसा खाएको चाहिँ म भन्न सक्दैन, मलाई विश्वास पनि लाग्दैन। अलिकति चलखेल चाहिँ भएको हो होइन, अलिकति जस्तो कि अब मैले अब यो कुराहरू धेरै कुराहरू अब मृतकको भाइ कान्छो भाइको मसँग 2-3 चोटि कुरा पनि भयो फोनमा होइन। दिदी अब म आज जसरी पनि लास पुज्नुपर्छ दिदी।